प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, यहाँहरू आसन ग्रहण गरेर प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई अगाडि लैजाने लगायतका निर्धारित कार्यसूचीलाई अगाडि जानको लागि वातावरण बनाउन यहाँहरू आसन ग्रहण गर्नुहोस्। म कार्यसूचीलाई अगाडि लान चाहन्छु। मान्य सदस्यहरू, आसन ग्रहण गर्नुहोस्। संसदको कारबाही अगाडि बढ्दछ। आसन ग्रहण गर्नको लागि म मान्य सदस्यहरूलाई निर्देशन गर्दछु। आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी रहन्छ, तर त्योभन्दा अगाडि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम हामीले राख्नुपर्छ। मान्य सदस्यहरूको विरोध, असहयोग र यहाँको वातावरण उचित ढङ्गको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दाखेरि कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँदछु। माननीय सदस्यहरू, विनियोजन विधेयक 2082 अन्तर्गत आजको लागि निर्धारित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, यसको उपनियम 1 को खण्ड क, ख र ग बमोजिम खर्च कटौतीको प्रस्तावहरू प्राप्त हुन आएको जानकारी गराउँछु। मान्य सदस्यहरू, अब खर्च कटौतीको प्रस्तावका प्रस्तावक मान्य सदस्य डाक्टर अमरेश कुमार सिंहलाई आफ्नो खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै आजको लागि निर्धारित विनियोजन शीर्षकहरू माथिको छलफलमा समेत भाग लिन समय दिन्छु। समय 7 मिनेट। माननीय सदस्य, आफ्नो कुराहरू राख्नुहोस्। सम्मानित सभामुख, आज वक्ता मान्य एकछिन पक्नुहोस्। रामरी खतिवडा मानिज्यूले केमा बोल्न खोज्नु भएको हो? केमा बोल्न खोज्नु भएको त्यो कुराहरू आउनु पर्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार, शहरी विकास, महिला बालबालिका, उद्योग र भूमि सुधार देखिएको छ। त्यसमध्ये मैले शहरी विकास, संस्कृति मन्त्री र युवा खेलकुद मन्त्री यहाँ उपस्थित हुनुहुन्न। मन्त्रीलाई उपस्थित गराएर कार्यक्रम सुरुवात गरियोस्। महिला बालबालिका पनि छैन सभामुख महोदय। महिला बालबालिका मन्त्री पनि छैन सभामुख महोदय। मन्त्रीहरूको उपस्थिति बेगर आज हुने जुन छलफल छन् त्यो छलफल अगाडि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लङ्घन हो। हामीले चाहिँ पालन गर्न पर्ने, सांसदले पालन गर्न पर्ने, सरकारले पालन गर्न नपर्ने, कहाँसम्मको अन्याय हो यो? सरकारले पालन गर्नु पर्दैन? सम्बन्धित मन्त्रीले पालन गर्नु पर्दैन? यतिबाट सोध के आज बोल्नै पाउनु, आज जवाब दिन पाउनु भएन। प्रधानजी के भन्नु? कहिलेसम्म रहन्छ यस्तो अवस्था? प्रधानजी बोल्न पाउनु भएन तपाईँले नै। आज बोल्न जवाब दिन पाउनु भएन कि मजा किन लाग्नु? प्रधानजी यहाँ स्थगित छ देश। यदि यो सदनमा हामीले पटक पटक आन्दोलन गर्दा, विरोध गर्दा समय पाऊँ, कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेन रहेछ भनेर आज हामीले बहिष्कार गरेका हौँ। अब जनतामा जानुभन्दा बाहेक अब के विकल्प बाँकी भयो त? सदनमा बसेर बेकारको समय बर्बाद गर्नुभन्दा, यहाँ कसैले पनि नसुनेर बेकारको समय बर्बाद गर्नुभन्दा त जनतासँग गएर हाम्रो कुरा राख्नु, अर्को पालिलाई यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु चाहिँ नि महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यसकारणले आज हामीले बहिष्कार गर्यौँ। दुई बुधे सहमति विपक्षी दलसँग जे भयो त्यही भित्रबाटै समस्याको समाधान हुन्छ।
विपक्षी दलसँग भएको सम्झौता सहमति परामर्श बमोजिम नै हाउस अगाडि बढ्नुपर्छ। प्रमुख प्रतिपक्षी दल अहिले हाउस अगाडि बढाउने र हाउसको नियमित काम प्रक्रियामा सहज ढङ्गले उपस्थित भएको छ र संसदीय लोकतन्त्र प्रणालीमा विपक्षी दल मुख्य कुरा हो, उसँगको समझदारी नै मुख्य कुरा र सबै दल विशेष वा सबै व्यक्तिहरूसँगको अब यो सहमति सम्झौता त्यसको रेस्पोन्स भन्ने कुरा पार्लियामेन्ट्री प्रोसेसमा पार्लियामेन्ट्री डेमोक्रेसीमा त्यो कम हुन्छ। तर उहाँहरूले उठाएको मुद्दा सरकारले सुन्छ कि सुन्दैन भन्दा सुन्ने मात्रै होइन, कार्यान्वयन तयार छ। जब कार्यान्वयन गर्ने कुरा भनिसक्यो त्यसपछि पनि राष्ट्रसभा जुन ढङ्गबाट उहाँहरू विरोधमा लागिरहनु भएको छ र सामान्य प्रधानमन्त्रीज्यूको आजको प्रश्नोत्तर कार्यक्रम भनेको यो नियमावली बमोजिम निर्धारण भएको यो विषय हो। यसमा आज उहाँले बोल्न पाउनु भएन, अवरोध सिर्जना भयो। अवरोधका बिचमा सामान्य प्रधानमन्त्रीलाई रोस्टरमा पुर्याएर नाराबाजी गराउने कुरा त्यो संसद र शोभनीय देखिएन भन्ने लाग्यो सामान्य सभामुखज्यूलाई। उहाँले कार्यसूची हेरफेर गरिदिनु भयो, अर्थात् अब आज सूचीबाट हटाउनु भयो। अब हामीले चाहेर पनि भोलि उहाँलाई पर्सि बोलाउँ भन्दाखेरि पनि नियमावलीले उहाँलाई हाउसमा यही प्रयोजनको लागि बोलाउन सक्दैनौँ। जब नियमावलीमै व्यवस्था भएको विषयमा समेत यस प्रकारले अर्घिलाइ गरेर राष्ट्रसभाले जे आज व्यवहार प्रदर्शन गर्नुभयो यो दुःखद छ।